सत्यानाश टिकटकमा भएर ब्लग हो क्या ब्लग पनि हामी चाहिँ घर जान लाग्यो अब रुम मेरो क्यामेरा पनि राम्रै रहेछ बदाम खाने भनेको पैसा छैन होइन तर बदाम खाना पैसा छैन एउटा अङ्कलले बदाम ल्याउनु पर्छ पैसा सोधौँ त अङ्कललाई देखाउँदैन अलिकति लानु भयो यो भनेको त्यो आन्दोलन हुँदाखेरि चलाएको गाडी हो गाइस यिनीहरूलाई चाहिँ यहाँ के आउन सजिलो भन्नु भने टोइलेटको लागि सजिलो भन्नु म त बुझ्न सक्दिनँ यसले पोस्ट गर्ने चाहिँ एउटा होइन पोस्ट गर्ने चाहिँ एउटा होइन गाइस भ्लग र टिकटक भने यति बनाउँछ म के भन्नु म एक्सप्लेन गर्छु आयो आयो होइन मैले भनेन सिबी चाहिन्छ भनेर अहिलेलाई जेब्रा क्रसिङको लागि लाइट यस्तो जेब्रा क्रसिङ म के कुरो मन पर्दैन केही पनि मन पर्दैन त्यही भएर म बित्दै जान्छु तपाईँ जान्छु लाइट हेर्नुहोस् लाइट फुटेर एउटा केही छैन क्या तर बोल्न चाहिँ गर्छ है बिहान त्यहीँ हो त्यो क्या नानी यस्तो मोबाइल ठडाउँदाखेरि त लाग्ला म भ्लगर होला यस्तो ठुलो म भ्लगर होइन गाइस म सानो युजर मात्रै हो देख्न सक्नुहुन्छ सुन्तला खानुपर्छ गाइस यो मेरो स्कुल दिस इज माई स्कुल कसरी बदाम यसलाई नखाने काम सोध्न जाने हिम्मत पनि छ ब्याङ्क हो त ब्याङ्कमा ब्याङ्कमा तल काम हुन्छ के पनि हो यसले के बोल्छ नि म छोटो पर्छ हौ ब्याङ्कमा डक्टर अनि टिचर भनेको यतिकै हुने होइन त्यो के प्रोसेस हुन्छ त्यसको लागि थाहा छैन यस्तै पागल भएको मान्छेलाई हेलो गुरु हामी बिहान उता सोध्नु भयो क्या त्यो अङ्कलले सिबी लिएर भन्छ के भने सोच्छु यसले म बोल्या धेरै छक्क पर्छ अरू झन् किन नपर्ने आज चाहिँ हुनुहुन्न दिनु पाइँदैन धन्यवाद धन्यवाद दिदी के खाने रातो काठ त्यहाँबाट माथि बेरोजगारी भइरहेको
कहाँ रातो कार्पेट भिडियो खाना रातो कार्पेट नो वेट दिस इज क्राउड लुक एट त्यो पिक्चर देखेर थाहा भएन सेट आई हेभ नो सेन्स गाइज मलाई कस्तो झुकिरहेको क्या यस्तो पिक्चर भएपछि क्राउड हो भनिदिने रातो कार्पेट चाहिँ कहाँ छ नि मलाई कि दुईवटा पेसो तल त्यसमा रिसायो झ्यान्नु भने क्या मैले भनेको नानी कहाँ भनेर भनेर सोधिरहेको तल कहाँ भनेर भनेर कहिले सुन्दिनँ चिसो गरेर रातो कार्पेट गयो त रातो कार्पेट रातो कार्पेट भने धन्दै बार भिडियो सिलाइदिएन रातो कार्पेट खाने क्याफे भनेर आइपुग्दा तल कफी बेकरी 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 बेरी बेरी बेकरी होइन बेरी कफी बेरी इङ्ग्लिस भन्न आउँदैन मलाई चाहिँ बिहान होइन उसले के आफ्नो काम हो मतलब सोध्न गएको होइन छैन ल्याउ जापानिज सिबी काप्चा दिँदै गाडी हाल्छ तो त क्या थियो के भन्छ रातो कार्पेट हेरेर जाउँ त्यहाँदेखि माथि हाल्नुभएको थियो त्यहाँदेखि दुःख पायो मङ्गलले आफै अलिकति गाडी खायो मङ्गलले धेरै नसुन्नाले फेरि के अरे